गैर आवासीय नेपाली संघ एनआरएनए दक्षिण कोरियाको 10औं अधिवेशनलाई लक्षित गरी नयाँ सदस्यता तथा नवीकरण खोलिसकेको छ। आजको यो भिडियोमा हामीले तपाईलाई सदस्यता लिने तरिकाको बारेमा सिकाउन गइरहेका छौं। सर्वप्रथम तपाईले प्ले स्टोर वा एप स्टोरबाट स्मार्ट एनआरएनए एप डाउनलोड गर्नुहोस्। डाउनलोड गरिसकेपछि एप खोल्नुहोस् र क्रिएट न्यू अकाउन्टमा क्लिक गर्नुहोस्। त्यसपछि यो इन्टरफेस खुल्नेछ जहाँ तपाईले आफ्नो व्यक्तिगत विवरण भर्नु पर्दछ। कन्ट्रीमा कोरिया रिपब्लिक अफ साउथ कोरिया छान्नुहोस्। फर्स्ट नेममा तपाईको आईडी कार्डमा जस्तै आफ्नो थर राख्नुहोस्। मिडल र लास्ट नेममा आफ्नो नाम राख्नुहोस् र फोन नम्बरमा +82 को पछाडि 0 नराखी 1 बाट सुरु हुने आफ्नो मोबाइल नम्बर राख्नुहोस् र इमेलमा आफ्नो चलिरहेको इमेल आईडी राख्नुहोस्। पासवर्डमा तपाईले नयाँ पासवर्ड बनाउनुहोस् र दुवै ठाउँमा भर्नुहोस्। त्यसपछि भेरिफिकेसन मेथडमा इमेलमा टिक लगाउनुहोस् र तलपट्टि आई अग्री लेखिएको ठाउँमा पनि टिक लगाएर साइन अप थिच्नुहोस्। त्यसपछि तपाईले राख्नु भएको इमेल आईडीमा 6 अङ्कको भेरिफिकेसन कोड गएको हुन्छ। त्यसलाई हेरेर यहाँ टाइप गर्नुहोस् र भेरिफाई थिच्नुहोस्। भेरिफाई भइसकेपछि व्यक्तिगत विवरण भर्ने अर्को इन्टरफेस खुल्छ। यसमा तपाईले आफ्नो लैंगिक पहिचानमा पुरुष वा महिला छान्नुहोस्। पेशामा आफ्नो पेशा छान्नुहोस्। यदि तपाई ईपीएस श्रमिक हुनुहुन्छ भने ईपीएस लेख्न सक्नुहुनेछ। त्यसपछि आफ्नो जन्ममिति अंग्रेजीमा भर्नुहोस् र सिटीमा आफू बसेको शहर भर्नुहोस्। स्टेटमा तपाई कोरियाको कुन क्षेत्रमा बसिरहनु भएको छ त्यो क्षेत्र छान्नुहोस्। त्यसपछि आफ्नो पूरा ठेगाना भर्नुहोस् र नेक्स्ट थिच्नुहोस्। यो पेजमा तपाईले आफ्नो आईडी कार्डको अगाडि र पछाडिको भाग त्यस्तै आफ्नो सेल्फी र एउटा फोटो राख्नुपर्ने हुन्छ। यो फारम भर्नु अगाडि नै तपाईले तयारी गर्नुभयो भने अझै राम्रो हुनेछ। 1 नम्बरमा आईडी कार्डको अगाडिको भाग र 2 नम्बरमा आईडी कार्डको पछाडिको भाग अपलोड गर्नुहोस्। तेस्रो नम्बरमा तपाईले आफ्नो सेल्फी खिच्नुहोस्। तपाईले आफ्नो अनुहार देखाउनु भयो भने आफै खिचिन्छ। र चौथो नम्बरमा तपाईको कार्डमा प्रयोग हुने फोटो अपलोड गरी नेक्स्ट थिच्नुहोस्। त्यसपछि तपाईले यो पेजमा सदस्यता शुल्क मार्फत लाग्ने 10,000 वोन भुक्तानी गरेको प्रमाण पेश गर्नुपर्ने हुन्छ। यहाँ दिइएको खाता नम्बरमा सो रकम जम्मा गरी स्क्रिनशट वा एटीएम बाट जम्मा गर्नु भएको हो भने त्यसको रसिदको फोटो अपलोड गरी नेक्स्ट थिच्नुहोस्। निश्चित शर्तहरू सहित सेन्डबी एप प्रयोग गरी फारम भर्न चाहनुहुन्छ भने पेमेन्ट स्लिपको ठाउँमा खाली कागजमा सेन्डबी लेखेर फोटो खिची अपलोड गर्न सक्नुहुनेछ। शर्तहरू एनआरएनए दक्षिण कोरियाको फेसबुक पेजमा हेर्न सकिन्छ र यहाँ तपाईले भर्नु भएको विवरण देखिन्छ। यदि सही छ भने कन्फर्म र सच्याउनु पर्ने केही छ भने एडिटमा थिच्नुहोस्। यति गरेपछि तपाईको फारम भरिएको छ। अब प्रोफाइलमा जानुभयो भने सबमिटेड देखिनेछ। अब एनआरएनए बाट विवरण प्रमाणित गरेपछि तपाईको सदस्यता जारी हुन्छ। अन्त्यमा तपाईले राख्नु भएको आईडी र पासवर्ड टिपोट गरी राख्नुहोस्। यदि तपाईले यसअघि नै सदस्यता लिइसक्नु भएको छ र नवीकरण गर्न खोजिरहनु भएको छ भने आफ्नो आईडी र पासवर्ड राखी लगइन गर्नुहोस्। लगइन गर्ने बित्तिकै तपाईले नवीकरण गर्ने इन्टरफेस देख्न सक्नुहुनेछ जहाँबाट तपाईले सजिलै आफ्नो सदस्यता नवीकरण गर्न सक्नुहुनेछ। यसरी जिम्मेवार गैर आवासीय नेपालीको पहिचान र मताधिकारका निम्ति एनआरएनए को सदस्यता लिनु भएकोमा तपाईलाई हार्दिक धन्यवाद। कुनै समस्या परेमा एनआरएनए दक्षिण कोरियाको सम्पर्क नम्बर 010 4848 4923 मा सम्पर्क गर्नुहोला।